डन भ्लगमा वेलकम टु। आज चाहिँ पानी पर्यो के आधो बाटोमा जाँदा जाँदै घट्टोमा बसाइभयो होइन। कस्तो दामी बसाइभयो क्या यो। आज दामी देखिरहेछ होइन। त्यस्तो माइ गड यहाँनिर मजा माथि लगभग 200 किलोमिटर 400 किलोमिटर माथि जति थियो होला दूरी। त्यहाँ चाहिँ पानी पर्यो ठुलो। त्यहाँ चाहिँ मेरो बसाइ दामी भयो होइन। मजाले बसियो। अहिले चाहिँ फाइनली अब ब्याकमा फेरि यता आइरहेको छु होइन। आज चाहिँ मौसम दामी देखिरहेछ होइन। यो पर्नाले यहाँ चाहिँ खुला नाला आइसकेको छ क्या। अलि ढाँकेर आइसक्यो। सो गाइस म चाहिँ घटनेर बसेँ। गाईहरू त पुत्योल भिजिरहेको रहेछन्। ओ टोलीहरू त पुत्योल भिज्यो क्या।